सुरु गरौँ न त गरौँ है। परिचयबाट सुरु गर्छु आफ्नो। म चाहिँ विकास पोखरेल, जर्मनीमा 2013 सालदेखि छु। एज अ स्टुडेन्ट 2013 सालमा आएको, अनि यतै स्टुडेन्ट कोलिग ब्याचलर्स मास्टर्स हुँदै अहिले चाहिँ एज अ बिजनेस फिल्ड छु। अहिले मेरो 2टा एन्जेल ह्यान्डल प्लस डोइचे फिलियल छ, अनि एउटा नमस्ते मोमोमा चाहिँ म इन पार्टनरसिप भेटाइलिक छु। यो 2013मा हजुरले यात्रा सुरु गरेछ होइन जर्मनीको आफ्नो। 2014 स्टुडेन्ट कोलिग, अनि त्यसपछि यो मेकाट्रोनिक्स आफैमा एउटा कठिन स्टडी कोर्स हो होइन। फर्स्ट सेमेस्टरमा धेरै स्टुडेन्ट्सहरू फेल हुन्छन् कि जर्मनीमा, नेपालीहरू। कस्तो स्ट्राटेजिजहरू अप्नाइछ जसले गर्दाखेरि फर्स्ट सेमेस्टर चाहिँ स्मुथली त नभनौँ तर कठिनाइ भए पनि राम्रोसँगै जुझिछु फर्स्ट सेमेस्टरमा? फर्स्ट सेमेस्टर अब स्टुडेन्ट कोलिगबाटै सुरु गर्नुपर्छ यो कुराको लागि चाहिँ होइन। अब स्टुडेन्ट कोलिग भने त हाम्रो +2 लेभलसित फेरग्लाइज मतलब कम्पेयर गर्न मिल्ने 1 वर्षको प्रिपरेसन पिरियड भयो, जुन चाहिँ ब्याचलर्स गर्नलाई सबै +2 गरेका विद्यार्थीहरूले गर्नै पर्छ। अनि स्टुडेन्ट कोलिगमा हामीले +2 मा पढेको सबै कुरा नै रिपिट हुन्छ। अनि ब्याचलर्समा चाहिँ गएपछि चाहिँ अलिकति त्यसलाई नै एडभान्स रूपमा अगाडि बढाइएको हुन्छ। अनि त्यसमा पनि सुरुमा त ब्याचलर्स सुरु गर्दाखेरि अब यहाँ हाम्रो युनिभर्सिटी अनुसारको रुल्स हुन्छ, स्टुड आइपी भन्ने हुन्छ, जहाँ चाहिँ प्रोफेसरहरूले न्युजहरू दिने, पिडिएफहरू दिने हुन्छ। पहिला त त्यो बारे नै थाहा पाउन मलाई अलिकति समस्या भएको थियो, समय लागेको थियो। अनि त्यो भइसकेपछि अब सँगै पढिरहेका जर्मन साथीहरू हुन्छ, यहीँ हुर्केका नेपाली साथीहरू पनि हुन्छन्, अथवा 2, 3, 4 सेमेस्टर पुगिसकेका आफ्नो सिनियर्सहरू हुन्छ। उनीहरूको मद्दतले चाहिँ मलाई सुरुमा चाहिँ ब्याचलर्स चाहिँ अब यसरी पढ्नु पर्दो रहेछ भन्ने चाहिँ आइडिया भयो। अनि अब ब्याचलर्स फर्स्ट सेमेस्टर कसरी कटाउने त त्यही हो, अब क्लास एटेन्ड गर्नु पऱ्यो। त्यो एटेन्ड गरेको क्लासहरू चाहिँ रिभाइज गर्दै जाने। अनि त्यस्तो भास्ट डिफ्रेन्स पनि हुँदैन जुन चाहिँ हामीले स्टुडेन्ट कोलिगमा पढाएको छौँ, त्यसैलाई अलिकति डिटेलमा र अलिकति डिपमा लगेको हुन्छ। त्यही भएर अब त्यही जर्मन ल्याङ्ग्वेजमा गर्दाखेरि चाहिँ प्रब्लम के हुन्छ भने जर्मनमा हामी इङ्ग्लिसमा पढिरहेको मान्छेहरूलाई जर्मनको वर्ड्सहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो हुन्छ। तर त्यो ट्याकल गरिसकेपछि त्यो चाहिँ आफूले सिकिसकेपछि त्यस्तो विधि डिफिकल्ट चाहिँ फर्स्ट सेमेस्टरमा हुँदैन। मेरो लागि चाहिँ मेरो एक्सपिरियन्समा सबभन्दा डिफिकल्ट फर्स्ट सेमेस्टरमा भएको भनेको त्यो युनिभर्सिटीको रुल्स एन्ड रेगुलेसन्स कस्तो हुन्छ, प्रोफेसरहरूसित कसरी कन्ट्याक्ट गर्न सकिन्छ, पिडिएफहरू कसरी आफूले ल्याउन सकिन्छ, त्यस्तो नलेजहरू चाहिँ आफ्नो पहिल्यै भएको भए चाहिँ अलि सजिलो हुन्थ्यो। नत्र नर्मल नै लाग्यो मलाई, त्यस्तो विधि गाह्रो चाहिँ लागेन फर्स्ट सेमेस्टर। भाषाको महत्त्व कतिको हुन्छ त पढाइ र काममा? पढाइमा चाहिँ धेरै बोल्नु नपर्ने होइन। अब आफूले अब मेरो चाहिँ प्रब्लम के थियो भने मलाई चाहिँ अब पढेको बुझ्न सक्छु, लेख्न पनि सकिन्छ, दिमागमा आफूले बोल्दाखेरि पनि जर्मन भाषा चाहिँ जस राम्रै बोलिन्छ जस्तो लाग्छ। तर अब बोल्दाखेरि चाहिँ अलिकति समस्या हुन्छ। तर त्यसले गर्दाखेरि पढाइमा चाहिँ किन ह्याम्पर गर्दैन भने एक्जाम्सहरू सबै लिखितमा दिइन्छ। अनि त्यही भएर त्यस्तो विधि ह्याम्पर गर्दैन। तर काममा चाहिँ फेरि भाषा भएन भने राम्रो काम पाइँदैन। कि त ब्याकएन्डमा गएर गर्नुपर्ने कामहरू पाइन्छ, कासेमा बस्ने अथवा अगाडि गर्ने कामहरूलाई त भाषा चाहिन्छ। अनि त्यो चाहिँ समयसँगै आउने कुराहरू हो। सुरुमा त पछाडिबाटै सुरु गर्नुपर्छ, अनि बिस्तारै अलिकति आफूमा नि कन्फिडेन्स हुन्छ, भाषा अब चाहिँ मलाई चाहिँ अलिकति आउँछ, म बोल्न सक्छु भन्ने। त्यो बाहेक साथीहरू पनि अब जर्मनमै बोलिरहेको हुन्छन् क्लासमा, प्रोफेसरहरूसित इन्टरेक्ट गर्दा नि जर्मनीमै बोलिन्छ। अनि त्यसले चाहिँ अलिकति आफूलाई पनि प्रेसर पर्छ भाषा राम्रो बनाउने। अनि समयसँगै त्यसले पनि हामीलाई आफ्नो भाषा चाहिँ राम्रो बनाउँदै जानलाई मद्दत गर्छ। अनि त्यसपछि चाहिँ अनि काममा पनि
त्यसैको इम्प्याक्ट परेर अलिकति सुध्रिँदै जान्छ आफ्नो भाषा अनि राम्रो कामहरू पनि पाउन थाल्यो। के प्र्याक्टिकल टिप्सहरू छ स्टुडेन्ट्सहरूको लागि जसले गर्दाखेरि एभ्री डे लाइफमा चाहिँ यो प्र्याक्टिकल टिप्सहरू युज गरेर आफ्नो भाषा बेटर बनाउन सकिन्छ? सबभन्दा बेस्ट उपाय एकदमै नजिकको टाइममा छोटो टाइममा भाषा सिक्ने चाहिँ नेपाली सम्बन्धहरू नेपाली सर्कलहरू अलिकति कम गरेर अलिकति बाहिर जाने बाहिरको मान्छेहरूसित बोल्ने र कलेजमा यदि हामी छौँ कलेजमा सुरु गर्दैछौँ भने त्यहाँ पनि धेरै इन्टरेक्ट गर्ने। अब कम्युनिकेसनको सबभन्दा सजिलो अथवा डिफिकल्ट पार्ट नै त्यही हो कि जति बोल्यो त्यति आउँछ जति प्र्याक्टिस गर्यो त्यति आउँछ। त्यही भएर अब नेपाली सर्कल नेपाली साथीहरूसितै अब 24 घन्टा बसेर अनि जर्मन भाषा चाहिँ मेरो राम्रो हुन्छ भनेर त जति प्र्याक्टिस गरे पनि आउने कुरो होइन। तर साथीहरूसित चाहिँ कन्ट्याक्टलेसै हो भने होइन तर आफ्नो सर्कलमा चाहिँ अब जर्मन्सहरू पनि होइन यहीँ जन्मेका हुर्केका अस्ल्यान्डर विदेशी साथीहरूसँग यसो बोल्ने जस्तो आउँछ बोल्ने अनि बिस्तारै आफै ग्रेजुअली त्यो बन्दै जान्छ भाषाको पकड चाहिँ हुँदै जान्छ। त्यही नै हो सबभन्दा राम्रो टिप्स चाहिँ बोल्न सुरु गर्नु पर्यो लजाउनु भएन अनि जस्तो आउँछ बोल्नु पर्यो किनकि बरु हामी नेपालीमा चाहिँ तैँले यस्तो भनिस् भनेर उडाइन्छ तर जर्मनहरूले कहिले पनि त्यो गर्दैन। कसैले प्रयास गरिरहेछ उनीहरूको भाषा बोल्न भने चाहिँ जर्मनहरूले उल्टै ठिक छ तैँले एकदमै राम्रो बोल्छस् भनेर झन् सपोर्ट गरेर हुन्छ अनि हेल्प पनि गर्छ। यो शब्द भने यो हो अथवा कुनै बोल्दा बोल्दै कुनै शब्द अड्कियो भने चाहिँ उनीहरूले त्यो शब्द भनिदिएर झन् हेल्प गर्छन् अनि त्यसरी नै सिकिन्छ जर्मन। यो मलाई एउटा कुरा जान्न मन लाग्यो कि जस्तो धेरै स्टुडेन्ट्सहरूको चाहिँ प्र्याक्टिकमभन्दा अगाडि चाहिँ प्र्याक्टिकम खोज्न अति नै गाह्रो हुन्छ कि हजुरले अब ड्युर आगे जस्तो स्थापित कम्पनीमा प्र्याक्टिकम पाउनको लागि आफ्नो सिभीमा विशेष ध्यान के पुऱ्याइछ? अब अहिले त एआई आइसक्यो एकदमै सजिलो छ एउटा सिभी बनाउनलाई। तर मेरो टाइममा चाहिँ मैले चाहिँ के गरेको थिएँ भने जब अनलाइनमा खोज्दाखेरि उनीहरूले क्राइटेरिया दिएको हुन्छ जुन चाहिँ हामीलाई यस्तो यस्तो स्टुडेन्टहरू चाहिन्छ प्र्याक्टिकमको लागि भनेर क्राइटेरियाहरू दिएको हुन्छ अनि त्यही क्राइटेरिया अनुसार आफ्नो विषयहरू मिल्छ मिल्दैन अथवा त्यो क्राइटेरिया अनुसारको प्रोजेक्ट आफूले गरेको छ कि छैन त्यसलाई चाहिँ बढी हाइलाइट गरेर त्यसलाई अलि बढी डिस्क्रिप्टिभ पारामा आफ्नो सिभीमा राख्यो भने चाहिँ एउटा कल चाहिँ स्योर आउँछ। तर त्यो भन्दैमा फेरि पहिलो एकचोटि एप्लाई गऱ्यो त्यही नै आउँछ भन्ने छैन। एप्लाई गर्न चाहिँ छोड्नु हुँदैन। कम्तीमा नि जति भेटिन्छ अथवा जति आफूलाई इन्ट्रेस्ट लागेको ठाउँहरू छ त्यहाँ चाहिँ एप्लाई गरिराख्नुपर्छ। अब आबजागा आउने हुँदैन भन्नेहरू इमेलहरू पनि नर्मल हो नआउला भन्न सकिँदैन। तर एप्लाई गरिराख्दाखेरि र आफ्नो सिभीलाई चाहिँ जब डिस्क्रिप्सन अनुसार परिमार्जित चाहिँ गर्नैपर्छ। त्यो गर्दाखेरि चाहिँ एक न एक दिन कल आउँछ इन्टरभ्यूलाई बोलाउँछ। इन्टरभ्यूमा अब त्यो त आफूमा भर पर्ने कुरा हो आफूले आफूलाई कसरी प्रस्तुत गर्छ त्यही अनुसार नै हो। हजुरले चाहिँ अब विभिन्न जर्मन कम्पनीजहरूमा पनि काम गरिसकेको छ होइन त्यहाँको वर्क कल्चरसँग नजिकबाट आफूलाई ढाल्ने मौका पाइसकेको छ। त्योबाट के गुणहरू सिकिछ जसले गर्दाखेरि आज हजुरलाई जुन हजुर बिजनेस गरिन्छ त्यसमा असाध्य सहायता पुगेको छ? वर्क कल्चरबाट जर्मनहरूले कसरी सोच्दा रहेछन् होइन उनीहरूको सोच्ने तरिका उनीहरूको बोल्ने तरिका उनीहरूको हाउभाउ धेरै नै सिकियो। तर बिजनेसकै लागि भन्दा चाहिँ उनीहरूले जसरी एउटा प्रब्लमलाई लिएर त्यो प्रब्लम कसरी सल्भ गर्ने भनेर जसरी अगाडि बढ्छन् नि त्यो कुरो चाहिँ मलाई एकदमै प्रभावित गरेको र बिजनेसमा यदि केही समस्या आयो भने पनि म त्यसरी नै त्यो प्रब्लमलाई चाहिँ कसरी एक तरिकाले नभएर 2-3 तरिकाबाट सल्भ गर्न सकिन्छ भनेर हेर्न खोज्छु। अनि त्यो बाहेक अब उनीहरूले मिटिङ्सहरूमा कम्युनिकेसन गर्दा होस् होइन आफ्नो अपोनेन्टसँग कुरा गर्दा अथवा केही कुरा चित्त नबुझ्दाखेरि जसरी इन्टरेक्ट गर्छन् र जे कुरो हो त्यही नै सरल भाषामा स्पष्ट रूपमा भनिदिन्छन् चाहे अर्को मान्छेलाई मन परोस् या नपरोस्।
त्यो कुरो चाहिँ अब मैले आफ्नो उसमा चाहिँ लागू गर्न खोजेको छु तर हाम्रो बानी अब नेपालीहरूको बानी त्यही हो अलिकति अलिकति प्याचपुच भन्नलाई अलि हामीलाई चाहिँ चित्त बुझ्दैन म पनि त्यस्तै काइन्डको मान्छे हो म चाहिँ प्याच भन्न मन पराउँदिनँ तर त्यो क्वालिटी चाहिँ मैले ढाल्न खोजिरहेको छु ट्राई हो तर पुरै चाहिँ सकिरहेको छैन अहिलेसम्म किन गाह्रो हुन्छ त नेपालीहरूलाई त्यो चाहिँ खै अब हामीलाई सानैदेखि नै त्यसरी नै हुर्काइएको जस्तो नि लाग्छ किनकि ठुलोको अगाडि बोल्नु हुँदैन के अरे मुख फर्काउँछस् भनेर गाली गरिन्छ हैन चाहे त्यो बच्चाले राम्रो बोल्या होस् नराम्रो बोल्या होस् सही बोल्या होस् गलत बोल्या होस् ठुलाको अगाडि त मुखमुखै लाग्ने ठुलाको अगाडि मुख फर्काउने भन्ने जस्ता कुराहरू त हाम्रो त नर्मल हो नि त समाजमा हाम्रो हुर्काइ नै कस्तो छ भने ठुलाहरूलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ सिनियरहरूलाई रेस्पेक्ट गर्नुपर्छ ठुलो स्वरमा बोल्नु हुँदैन के अरे उल्टो जवाफ फर्काउनु हुँदैन त्यस्तो भनेर हामीलाई ग्रुम गरिएको हुन्छ अनि यहाँ चाहिँ अब पुरै उल्टो छ क्या फेरि यहाँ चाहिँ बच्चैदेखि के सिकाइन्छ भने यदि त सही छ जस्तो लाग्छ तँलाई पनि जस्ट आफ्नो ओपिनियन चाहिँ दिनुपर्छ अब हाम्रै ब्याचलर्स गर्दाखेरि अथवा हाम्रो पढाइ हुँदाखेरि पनि जर्मन्सहरू प्रोफेसरसित झगडाइसम्म पनि गर्न खोज्थे क्या कुनै कुरामा उनीहरूलाई चित्त बुझेको छैन अथवा उनीहरू सही छ जस्तो लागेको छ र प्रोफेसर गलत छ जस्तो लागेको छ भने जबसम्म उनीहरूलाई चित्त बुझ्दैन तबसम्म त्यो कुरामा आर्ग्यु गरिरहने झगडासम्म गर्न खोज्थे अनि त्यो देख्दा चाहिँ म चाहिँ सुरुमा त अचम्म नै परेँ तर हामी त त्यस्तो गर्दैनौँ किनकि हामीलाई त अब गुरु भनेको त एकदमै जस हाई लेभलको मान्छे जस्तो लाग्छ नि त अब यदि केही कुरो एक दुईचोटि भनियो सर यस्तो रहेछ नि भनेर भन्दा पनि यदि उहाँहरूले होइन यस्तो हो भन्नुभयो भने हामी बरु घर गएर छुट्टै रिसर्च गरिन्छ छुट्टै पढिन्छ यस्तो रहेछ भनिन्छ तर आर्ग्यु गरेर बसिँदैन क्या तर यहाँ मैले देखेको चाहिँ जर्मन्सहरू चाहिँ आफ्नो पोइन्ट कि त प्रुभ गर्ने कि आफूलाई गलत साबित नभएसम्म त्यो विषयलाई छोड्दैनन् कि त्यो क्वालिटी कसरी डेभलप गर्न सकिन्छ जस्तो लाग्छ हजुरलाई त्यो त अब विथ टाइम र विथ प्र्याक्टिस नै हो अब सुरुमा अन्कनाइन्छ अलिकति अप्ठ्यारो पनि लाग्छ तर आफूलाई त्यो अप्ठ्यारो परिस्थितिमा नराखेसम्म आफू चेन्ज हुन त गाह्रै पर्छ यो जर्मनीमा गेवेरबे हजुरको व्यवसाय दर्ता गर्न कुन कुन कार्यालयहरू धाउनुपर्छ र कुन कुन दस्तावेजहरू चाहिन्छ हामीलाई कार्यालय त धाउनु पर्दैन हाम्रो सबै अनलाइनबाट हुन्छ आजकल अलिकति टाइम लाग्छ 1 महिना 1.5 महिनासम्म लाग्न सक्छ तर कुनै पनि कार्यालय जानु पर्दैन यदि कुनै पनि बिजनेस रेजिस्टर गर्न मन छ भने गेवेरबे आम्ट भनेर गुगलमा सर्च गर्ने वेबसाइट आउँछ त्यहाँ एउटा पीडीएफ फर्मेट हुन्छ त्यो डाउनलोड गर्ने त्यसमा भर्ने अनि त्यसैमा लेखेको हुन्छ के डकुमेन्टहरू चाहिँ सँगै पठाउनुपर्छ मलाई लाग्छ डकुमेन्ट पनि त्यही कहाँ चाहिँ बिजनेस गर्न लाग्यो त्यहाँको फेत्राक पठाउनुपर्छ त्यो बाहेक त्यस्तो डकुमेन्ट अरू खासै केही चाहिँदैन अनि त्यो पीडीएफ फर्म फिलअप गरेर इमेल पठाइदिइसकेपछि 28 युरो लाग्छ मलाई त्यो चाहिँ म स्योर छैन तर लास्ट टाइम मैले गर्दाखेरि 28 युरो चाहिँ हामीले एमाउन्ट पे गर्नु परेको थियो अनि त्यो पे गरेको स्लिप पनि सँगै एज अ पीडीएफ एट्याच गरेर पठाइदियो भने चाहिँ 2-3 हप्तामा त्यसको रिप्लाई आउँछ अनि गेवेरबे मेल्डुङ त्यसपछि चाहिँ आफ्नो गेवेरबे रेजिस्टर भयो अनि त्यसपछिको प्रोसेसहरू भनेको चाहिँ अब यदि गास्ट्रोबेराइसमा हो भने गेजेन्डाइट पास यताउतिको भयो अनि एउटा गेसेफ कोन्टो खोल्नुपर्छ बिजनेस एकाउन्ट खोल्नुपर्छ अनि अरू त बिजनेस अनुसार डिपेन्ड गर्छ कस्तो कस्तो र कहाँ एप्लाई गर्ने भन्ने त अब कासे सिस्टम भयो अनि कार्ड चालुङ छ भने कार्ड पेमेन्ट छ भने कार्ड पेमेन्ट भयो त्यस्ता कुराहरू चाहिँ पछि आउने कुराहरू हो हजुरको रेस्टुरेन्ट सँगसँगै यो डोइचे पोस्टको फिलियाल पनि छ हैन त्यो एउटा नेपालीले फ्रान्चाइज खोल्नु पर्यो भने स्टेप बाइ स्टेप प्रोसेस डेमोस्टिफाई गर्दैछु न हामीलाई अब डिएचएल पोस्टको फिलियाल नै खोल्ने हो भने फिलियाल र पाकेट सप फेरि 2 डिफ्रेन्ट थिङ्स हो है
प्याकेट्स अफ भनेको चाहिँ सानो सिर्फ प्याकेट्सहरू रिसिभ गर्ने र दिने ठाउँ मात्रै भयो। फिलियाला भनेको चाहिँ लेटर्सहरूदेखि लिएर होइन अब चाँडै पठाउने ढिलो पठाउने प्याकेटहरू त्योसम्म सबै गर्न मिल्छ। अनि आइडेन्टिफिकेसन चेक भन्ने पनि हुन्छ, त्यो पनि गर्न मिल्छ फिलियालामा चाहिँ। यदि फिलियाला खोल्ने हो भने दुईवटा बाटो छ। इफ यु आर इन्ट्रेस्टेड इन ओपनिङ डिएचएल फिलियाला दुईवटा बाटो छ। पहिला एउटा बाटो भनेको यदि अरू कसैको फिलियाला छ र उसले बेच्न चाहन्छ भने त्यो उसित जाने कुरा गर्ने, एउटा एमाउन्ट उसले भन्छ त्यो पे गर्ने अनि आफ्नो नाममा ट्रान्सफर गर्ने, त्यो एउटा उपाय भयो। अर्को चाहिँ के छ भने कि आफैले एउटा एरिया प्लेस खोज्ने अनि त्यसपछि डिएचएलमा एप्लाई गर्ने। म चाहिँ यहाँ एउटा फिलियाला खोल्न चाहन्छु भनेर एउटा इमेल गर्नुपर्छ। अनि यदि त्यो एरिया अथवा त्यो 500 मिटरको रेडियसमा अर्को डिएचएल फिलियाला छैन भने चाहिँ रिप्लाई पनि आउँछ। तर एउटा कुरो चाहिँ माइन्डमा राख्नुपर्छ कि त्यो सबै गर्नलाई चाहिँ 6 महिना जस्तो टाइम लाग्छ। त्यो चाहिँ आज मसित छ भोलि नै मेरो खुल्छ त्यस्तो चाहिँ हुँदैन। यदि अरूको फिलियाला आफ्नो नाममा लिनु छ भने पनि त्यो ट्रान्सफर गर्दाखेरि उनीहरूले मिनिमम 6 महिनाको टाइम लाग्छ। त्यो 6 महिनाको टाइममा चाहिँ हाम्रो सबै अब पुलिस रिपोर्टदेखि लिएर सबै हामीले बुझाउनुपर्छ आफ्नो डकुमेन्ट्सहरू। अनि त्यो उनीहरूले चेक गर्छ। त्यसपछि अब उनीहरूको कासहरू भयो अनि कार्ड सिस्टमहरू भयो, त्यो सबै पनि उनीहरूले आएर इन्स्टल गर्नुपर्छ। उनीहरूको छुट्टै वाइफाई हुन्छ जुन चाहिँ डिएचएलले मात्रै युज गर्छ, त्यो पनि आएर इन्स्टल गर्छ। तर त्योभन्दा अगाडि फेरि बिर्सिन नहुने कुरा चाहिँ एउटा सम अफ एमाउन्ट चाहिँ डिपोजिट राख्नुपर्छ। किनकि उनीहरूले आएर आफ्नो कासा सिस्टमदेखि लिएर सबै त्यहाँ राखिदिँदाखेरि हामीले चाहिँ डिपोजिट राख्नुपर्छ। कति राख्नुपर्छ? इट डिपेन्ड्स, के अरे एक्सपिरियन्स अनुसार पनि डिपेन्ड गर्छ। यदि एक्सपिरियन्स्ड मान्छेले खोल्न खोजेको छ भने चाहिँ उनीहरूले अलिक थोरैमा पनि मान्छ, अबाउट 6000 युरोज। अनि यदि नयाँ छ भने चाहिँ अलिकति बढी नै लिन्छ, फ्रम 10 to 15,000। मलाई चाहिँ एक्ज्याक्ट सम थाहा छैन किनकि मैले चाहिँ अरूबाट लिएको भएर मलाई नयाँ खोल्दा चाहिँ कस्तो हुन्छ थाहा छ। फ्र्याङ्कफर्ट जस्तो ठुलो सहरमा चाहिँ कमर्सियल प्रपर्टी खोज्नको लागि कतिको चुनौतीपूर्ण हुन्छ त्यो यात्रा? चुनौतीपूर्ण पनि हुन्छ अनि लकमा नि भर पर्ने कुरा हो त्यो चाहिँ, लक र कनेक्सन। यदि कनेक्सन छ भने त सजिलै पायो होइन, किनकि बिजनेस गरिरहेको मान्छेहरूलाई त्यसको आइडिया पनि हुन्छ अनि बिजनेस गरिरहेको मान्छेहरूलाई इन्ट्रेस्ट पनि हुन्छ। जहाँ इन्ट्रेस्ट हुन्छ त्यहीँ नै उनीहरूले खोज तलास हेर्दाखेरि यहाँ पनि रहेछ, यहाँ पनि रहेछ, यहाँ पनि रहेछ भन्ने त त्यो त भइरहेको हुन्छ। अनि त्यही कनेक्सनको थ्रु चाहिँ अलि सजिलो पाउन सकिन्छ। तर कनेक्सन भएन भने पाउँदै नपाउने चाहिँ होइन। अब अनलाइनमा इमो स्काउट छ होइन, इबे क्लाइन्ट चाहिएको छ, त्यस्तोहरूमा आफूलाई के चाहिएको हो, कहाँ चाहिएको हो, त्यो चाहिँ खोज्न सकिन्छ। हजुरहरूलाई इनिसियल चुनौतीहरू के भयो त्यो खोज्दाखेरि? मैले फर्स्ट टाइम खोज्नलाई चाहिँ मलाई चाहिँ अलिकति हेल्प कसरी भयो भने म जुन एरियामा बस्थेँ त्यो एरियाको वरिपरि त आफूलाई थाहा हुन्छ नि त, किनकि 2-4 वर्ष बसिसकेको छ। अनि यो ठाउँ चाहिँ राम्रो हो आफ्नोलाई बिजनेस गर्नलाई, यो ठाउँ चाहिँ ठिक छ, यो ठाउँ ठिक छैन भन्ने त हामीलाई पहिल्यै थाहा हुन्छ। अनि मेरो केसमा चाहिँ कस्तो भयो भने म त्यहाँ बसिरहेको ठाउँमा मलाई चाहिँ के थाहा भयो भने यो मान्छे चाहिँ बेच्न खोजिरहेछ भन्ने चाहिँ मलाई थाहा भयो। अनि मैले सिधै उसित गएर ल म चाहिँ इन्ट्रेस्टेड छु, यदि बेच्न चाहन्छस् भने भनेर भन्दाखेरि अनि त्यही अब उसले पनि एउटा सम अफ एमाउन्ट भन्छ जुन चाहिँ आफूले पे गर्न सकिन्छ सकिँदैन त्यो पनि अर्को ठुलो कुरो हो। अनि त्यो अब त्यो त बार्गेनिङको नि कुरा आउँछ त्यहाँ। अनि लास्टमा गएर एउटा सम अफ एमाउन्टमा फाइनलाइज भइसकेपछि त अनि उसले आफूले पे गर्ने हो, एउटा कन्ट्र्याक्ट बनाउने हो, अनि त्यसपछि त आफ्नो भइहाल्यो। यो मिट फेयर ट्रक बनाउनुभन्दा अगाडि के कुरामा ध्यान दिनुपर्छ धोकाबाट बस्न? मिट फेयर ट्रक र गेसेफ्टको कन्ट्र्याक्ट फेरि दुईवटा छुट्टै कुरा हो है फेरि, किनकि जसले बेच्न खोजेको छ उसकै नाममा त्यो एरिया छ कि छैन भन्ने कुरा पनि आउँछ।
यदि उसैको नाममा छ भने त उसले सजिलै मिट फेत्राक बनाइदिन्छ, त्यो ठुलो कुरो भएन। तर यदि उसको नाममा छैन भने चाहिँ उसको त्यहाँ पसलमा भएको सामानहरू आफूले पहिला किनेर त्यो ठाउँको अलिकति एमाउन्ट पनि दिनुपर्छ। त्यो बाहेक आफ्नो कुरा उसित मिलिसकेपछि अनि मात्रै उसले जसको फ्लेस हो, जसले चाहिँ आफूलाई मिट फेत्राक दिन्छ उसित भेट गराउँछ। अनि उसित भेट गराउँदा फेरि मिट फेत्राक दिने मान्छेले पनि म तँलाई दिन्न भन्न पाउँछ। त्यो पनि कुरा छ, किनकि जसले भाडामा राखेको छ उसलाई पनि रहर हुँदैन कि 2-2 महिनामा अथवा 2-2 वर्षमा म चेन्ज गरिरहन्छु, नयाँ फेत्राक बनाइरहन्छु भन्ने उनीहरूलाई नि त्यो स्ट्रेसको काम हो। त्यही भएर उनीहरूले पनि एउटा क्यापेबल मान्छे जसले चाहिँ चलाउन सक्छ जस्तो लाग्छ उसलाई मात्रै दिन रेडी हुन्छन्। अनि आफूले गएर एउटा मान्छेसित कुरा गर्यो, उसले ल म बेच्छु तँलाई भन्यो, त्यतिमै आफूले पाइन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। किनकि जसको ठाउँ हो उसले आफूलाई कन्ट्र्याक्ट बनाएर दिनु पर्यो। अनि त्यो कन्ट्र्याक्टको लागि नै उसले क्राइटेरियाहरू राखेको हुन्छ। कसैले 6 महिनाको डिपोजिट माग्छ, कसैले ब्याकग्राउन्डहरू चेक गर्छ, कसैले एउटा सोर्स अफ इन्कम छ कि छैन सेक्योरको लागि, भाडा तिर्नको लागि भनेर खोज्छ। अब त्यो सबै कुराहरू मिलाउन सक्यो र त्यो जसको एरिया हो उसलाई चाहिँ कन्भिन्स गर्न सक्यो भने अनि मिट फेत्राक पाइन्छ। मिट फेत्राक पाएपछि चाहिँ त्यो आफ्नै भयो। यो गेजुन हाइट्स आम्टबाट अनुमति लिनुपर्छ? कुनै पनि रेस्टुरेन्ट खोल्नुभन्दा अगाडि हजुरहरूले लिनु पर्यो? गेजुन हाइट्स आम्टको रुल्स अनुसार चाहिँ हामीले रेस्टुरेन्ट बनाउनु पर्छ। गेजुन हाइट आम्ट्सले चाहिँ कस्तो भनेको छ भने यदि तँ केही खोल्न चाहन्छस् रेस्टुरेन्ट फिल्डमा भने चाहिँ यो क्राइटेरिया छ, यो चाहिँ पुरा गर्नुपर्छ भनेर भनेको हुन्छ। गेजुन हाइट पास त चाहि नै हाल्यो। गेजुन हाइट पास भनेको गेजुन हाइट सम्बन्धी आफूलाई नलेज अलिकति हुनुपर्छ, त्यो त चाहि नै हाल्यो। त्यो बाहेक पनि यो क्राइटेरिया छ, यो क्राइटेरिया अनुसार चाहिँ त्यो ठाउँ बनेको हुनुपर्छ। सपोज हात धुने ठाउँ भयो, हात पुस्ने ठाउँ भयो, होइन? अनि काम गर्ने वर्कर्सहरूको लागि हात धुन सेपरेट ठाउँ चाहिन्छ, होइन? कति रेस्टुरेन्टको क्यापेसिटी अनुसार टोयलेटहरू चाहिन्छ। त्यो सबै कुराहरू चाहिँ उनीहरूले लिस्ट आउट गरिदिएकै हुन्छ, त्यो अनलाइनमा हेर्न सकिन्छ। त्यही अनुसार बनाउनुपर्छ। यदि बनाएन भने चाहिँ पछि कन्ट्रोल पनि आउँछ। हाम्रो चाहिँ रेस्टुरेन्ट खोलेको त्यही 10 दिन जस्तोमा कन्ट्रोल आएको थियो, अनि चेक पनि गरेको थियो सबै ठिक छ कि छैन भनेर। त्यही अब त्यो कन्ट्रोल आउँदाखेरि यदि एकदमै ड्रास्टिक कुराहरू छ जुन चाहिँ फुलफिल भएकै छैन भने चाहिँ बन्द गरेरै जान्छ। तर यदि सानोतिनो कुराहरू चाहिँ मिसिङ छ भने चाहिँ उनीहरूले ल यो कुरा चाहिँ मिसिङ छ, म 1 हप्तामा फेरि आउँछु, त्यो बेला चाहिँ यो हुनुपर्छ भनेर अनि फेरि आउँछन्, चेक गर्छन्, जान्छन्। जस्तो सानोतिनो कुरामा चाहिँ के पर्यो? अब हात धुने ठाउँमा एउटा हात धुने साबुन छैन, त्यो सानोतिनो कुरो भयो जुन चाहिँ हामीले 5 मिनटमै पनि मिलाउन सकिन्छ। हात धुनलाई सपोज हात पुस्नलाई पेपर छैन, त्यस्तो कुराहरू चाहिँ सानोतिनो कुरो हो जुनमा चाहिँ आफ्नो ध्यान चाहिँ कहिलेकाहीँ बिर्सिन्छ नि त। किनकि रेस्टुरेन्ट भनेर त ठुलो कुरो हो, सबै कुनातिर छोपेर सकिँदैन। अनि कुनै सानसानो कुराहरू बिर्सिरहेको हुन्छ। उनीहरूले चाहिँ त्यही सानसानो कुरा चाहिँ यो छैन तिमीहरूकोमा, त्यो चाहिँ गरौँ, म 1 हप्तामा आउँछु अनि चेक गर्छु भन्ने त्यस्तो खाले। स्टोर बेराटरसँग यो कर व्यवस्थापन गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिनुपर्छ? त्यो प्रक्रिया के हो? स्टोर बेराटर भने हाम्रो स्टोर बेराटरको अर्थ चाहिँ के हुन्छ भने जसले चाहिँ कर व्यवस्थापन, करको तिमीलाई सल्लाह सुझाव दिन्छ, करको बारेमा सबै हेरिदिन्छ, त्यो चाहिँ एक्चुअल मिनिङ हो, होइन? तर उनीहरूको काम हेर्दा चाहिँ त्यो सल्लाह सुझाव चाहिँ साइड लगाए हुन्छ, होइन? अब हाम्रो स्टोर बेराटर मैले सुरुमा चाहिँ 3-4 जनासित नै कुरा गरेको हो, हजुर, होइन? अनि कसरी थाहा हुन्छ यही स्टोर बेराटर चाहिँ कम्पिटेन्ट हो है, यो मान्छेसँग चाहिँ म राम्रो काम गर्न सक्छु है भनेर कसरी छुट्याउने? त्यो त अब गुगल रिभ्युजले एकदमै हेल्प गर्छ त्यो केसमा चाहिँ। गुगल रिभ्युज त चाहिन्छ। त्यो बाहेक पनि अब एउटा स्टोर बेराटर राखिसकेर 1 महिना 2 महिना उसित काम गर्दाखेरि उसले राम्रो काम गरिरहेछ कि छैन त्यो आफूलाई पनि थाहा हुन्छ नि त। अनि यदि राम्रो काम गरेको छैन भने त हामीले जोफोट एकैछिनमा चेन्ज गर्न पनि मिल्यो,
किनकि स्टोर बेराटरले त हामीसित काम गरे हो नि त, हाम्रो लागि काम गरे हो। तर यहाँ चाहिँ सिस्टममा कस्तो छ भने स्टोर बेराटरको काम चाहिँ जस्ट हामीले दिएको फाइलहरू, हामीले दिएको एक्सपेन्सेसहरूलाई चाहिँ अर्डरमा राखेर फिनान्स जामसम्म पुर्याइदिने, अनि फिनान्स जामबाट के रिप्लाई आउँछ, यति पैसा तिर, यो उतिर हुन्छ नि, त्यस्तोहरू चाहिँ हामीलाई दिने, अनि हामीले चाहिँ पैसा दिने। जस्ट बिचको ब्रिज मात्रै भएको छ। स्टोर बेराटर एज अ नाम जे छ नि, अब सपोज मैले चाहिँ के एक्सपेक्ट गरेको थिएँ सुरुमा स्टोर बेराटरसित भने उसले चाहिँ ट्याक्स कसरी बचाउन सकिन्छ, ट्याक्स हाम्रो बिजनेसले धेरै तिरिरहेछ कि थोरै तिरिरहेछ, त्यो सबै हेरेर अनि हामीलाई सजेसन दिने, तिमीहरूले यस्तो यस्तो गर्नुपर्छ है, तिमीहरू अब झन् नयाँलाई त त्यस्तो कुराहरू केही पनि थाहा हुँदैन नि त, अनि तिमीहरूले चाहिँ यस्तो यस्तो गर्नुपर्छ, यसरी गऱ्यो भने चाहिँ तिमीहरूलाई अलिकति फाइदा हुन्छ अथवा कम पे गर्नुपर्छ, त्यस्तो सल्लाह दिने सोचेको थिएँ मैले चाहिँ। त्यो त आफूले गएर सोधेर सोद्धा पनि कतिले त दिँदैन, कतिले त के सोध्छन् भने मेरो काम भने जस्ट उसले जे पेपरहरू दिएको छ त्यसलाई मिलाएर के अरे फिनान्स जामको अगाडि राखिदिने हो, अनि त्यति नै हो मेरो काम। यहाँ चाहिँ मेनली त्यो छ। स्टोर बेराटर भनेर चाहिँ त्यो शब्द चाहिँ मलाई अलिक चित्त नबुझ्यो। के राख्दाखेरि बेटर बुक हाल्डर राख्दा हुन्छ क्या खास होइन, किनकि उसले त फाइलिङ गर्ने दिने हो होइन, अनि उसलाई अलिकति ट्याक्स सम्बन्धी नलेज छ, अफकोर्स हुन्छ होइन। तर ह्याभिङ सेड द्याट उनीहरूको पनि फेरि कस्टमर्सहरू त कति हुन्छ नि त, एकजनाकै 200-300 हुन्छ, अनि सबैको एनालाइज गरेर बस्न त सक्दैन उनीहरूले। त्यो चाहिँ मैले पछि बुझेँ। मेरो चाहिँ एक्सपेक्टेसन अलि हाई थियो, अनि पछि चाहिँ होइन अरूबाट एक्सपेक्ट गर्नुभन्दा बरु आफैले त्यो बारेमा रिसर्च गरेर आफैले सिकेर अनि यो गर्दा चाहिँ मेरो कम्पनीलाई ठिक हुन्छ, यो गर्दा चाहिँ मैले कम ट्याक्स तिर्नुपर्छ, अथवा यो गर्दा चाहिँ यो कुराहरू पनि देखाउन सकिन्छ भन्ने कुराहरू चाहिँ आफैले नै सिक्ने हो बिजनेसमा। त्यो स्टोर बेराटर छ उसले सबै हेरिदिन्छ भनेर ढुक्क भएर बस्न चाहिँ अलि मिल्दैन अहिलेको सिस्टममा। धेरैजना व्यक्तिहरूलाई चाहिँ हजुरहरू जस्तो एउटा स्थापित रेस्टुरेन्ट खोल्न मन हुन्छ होइन, इनिसियल क्यापिटल जुटाउन चाहिँ असाध्यै चुनौतीपूर्ण हुन्छ कि हजुरहरूले कसरी त्यो चुनौतीसँग ब्याटल गरेछ? हाम्रो नमस्ते मोमो चाहिँ हामी 3 जना साथीहरू मिलेर खोलेको हो होइन, रवि, राजीव र म। अनि हामी 3 जना चाहिँ रवि अब मेर्सिडिजमा बिजनेस एसोसिएट भइहाल्यो, राजीव डाटा एनालिस्ट नै हो, उसले पनि प्रोफेसनल्ली 4-5 वर्षै काम गरेको छ। अनि म चाहिँ अब मेरो पहिला पनि यो अब कियोक्सहरू फिलियाल भएको भएर मसित चाहिँ अलिकति आम्दानीको सोर्स पहिल्यै थियो, अनि हामी 3 जनाको एउटा राम्रो सोर्स भएको भएर हामीलाई ब्याङ्कले पनि नाइ भन्ने केही कुरा थिएन। अनि 3 जना भइसकेपछि एउटा सम अफ मनी जुटाउनु पनि त्यति विधि गाह्रो चाहिँ भएन हामीलाई। तर जो चाहिँ अब आज स्टुडेन्ट छ भोलि बिजनेसमा लाग्छु भन्नेहरूलाई चाहिँ अलिकति गाह्रो नै हुन्छ त्यो कुरा, किनकि एक त पेपरहरूको नि प्रब्लम हुन्छ, अनि दोस्रो चाहिँ पैसा मिलाउन चाहिँ अब त्यो त आफैले अर्गनाइज गर्ने कुरा हो, किनकि ब्याङ्कले पनि त सोर्स अफ इन्कम त माग्छ नि त लोन दिनु अगाडि। अनि त्यही हो, अब हामीले पनि सुरु गरेको चाहिँ त्यसरी बिजनेस लोन। अनि पार्टनरसिप गर्दाखेरि जर्मनीमा कन्ट्र्याक्चुअल एग्रिमेन्ट चाहिँ कस्तो खालको हुन्छ, के हुन्छ शर्तहरू? मेरो विचारमा चाहिँ एग्रिमेन्ट भन्दा पनि कोसित गर्दैछु बिजनेस, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। किनकि बिजनेस भनेको जो पाए त्यहीसित गर्न मिल्दैन, सकिँदैन। जति नै राम्ररी लेखेको कन्ट्र्याक्ट होस् होइन, बिजनेसमा त्यो कन्ट्र्याक्टले केही गर्नेवाला छैन, किनकि एउटा सानो कुरोले नि धेरै ठुलो कन्फ्लिक्ट ल्याउन सक्छ र धेरै ठुलो कुरा पनि सानो हुनसक्छ कहिलेकाहीँ। पार्टनरसिप भनेको यस्तो मान्छेसित गर्नुपर्छ जोसित चाहिँ तपाईँले
आँखा चिम्लेर विश्वास गर्न सक्नुहोस्। के अरे ल यो मान्छेसित पैसा छ अथवा यो मान्छेसित नलेज छ, त्यही भएर म यसलाई पार्टनर बनाएर यसित गर्छु भन्ने चाहिँ मेरो विचारमा चाहिँ त्यो चाहिँ पार्टनरसिपको लागि राइट क्राइटेरिया होइन। किनकि मैले अहिले जोसित बिजनेस गरेको छु, जोसित पार्टनरसिप गरेको छु, उनीहरू चाहिँ मेरो सिर्फ पार्टनरसिपको लागि होइन कि हामी चाहिँ एकदमै लङ टर्म फ्रेन्ड्सहरू हो। हामीले सँगै स्ट्रगल गरेका छौँ, सँगै एकअर्काको दुःख देखेको छौँ, सँगै हुर्केको नै भन्दा पनि हुन्छ। अनि पैसाको मामिलामा को सफा छ को सफा छैन भनेर क्लियर हुन्छ नि त यदि विधि सङ्गत भइसकेपछि त। अनि कोसित चाहिँ हाम्रो ट्युनिङ मिल्छ, कोसित ट्युनिङ मिल्दैन भन्ने कुरा पनि इम्पोर्टेन्ट हुन्छ। अनि त्यही कुराहरू चाहिँ दिमागमा राखेर हामीले अनि पार्टनरसिप गरेको। कस्ता खालका कन्फ्लिक्ट्सहरू आउन सक्छन् पार्टनरसिप गर्दाखेरि? पार्टनरसिप गर्दाखेरि कन्फ्लिक्ट्स त मिनिमल कुरोदेखि ठुल्ठुला कुरासम्म आउन सक्छ। अब सपोज एउटा प्राइसको एउटा मेन्युमा एउटा आइटमको प्राइस चाहिँ एउटालाई हाइक गर्न मन छ, सपोज 1 युरो बढाउन मन छ, अर्कोलाई मन छैन, त्यहीँ नै कन्फ्लिक्ट आइसक्यो। त्यो त सानो कुरो हो नि त। तर त्यसैमा नि हाम्रो यस्तोसम्म भएको छ कि हामीले 2 हप्ता 3 हप्ता डिस्कसन गरेर अब एउटाले आफ्नो पोइन्ट राख्छ, अर्कोले नै आफ्नो पोइन्ट राख्छ। हामी चाहिँ 3 जना भएको चाहिँ कस्तो फाइदा भयो भने त्यो दुइटैको पोइन्ट एनालाइज गर्ने चाहिँ थर्ड पर्सन हुन्छ क्या। इन्ट्रेस्टिङ। अनि थर्ड पर्सनले चाहिँ ल यो कुरो ठिक छ, यो कुरो ठिक छैन, मेरो विचारमा चाहिँ यो ठिक छ भनिसकेपछि जसको मिल्यो क्या। एट द एन्ड अफ द डे बिजनेसलाई राम्रो हुनु पर्यो। तर त्यो भन्दैमा फेरि नराम्रो हुने कुरा त कसैले गर्दैन, तर सबैको पोइन्ट अफ भ्यू त हुन्छ नि त। अनि मेजोरिटी विन्स क्या हाम्रो केसमा चाहिँ। अब 2 जनाले यो केस चाहिँ यो कुरोले चाहिँ यो बिजनेसलाई राम्रो हुन्छ भनिसकेपछि त्यो नै भयो क्या फिक्स। अब कहिले काहीँ कन्फ्लिक्ट हुँदा चाहिँ कन्फ्लिक्ट चाहिँ अलि रेयरली नै आउँछ बिजनेसको केसमा चाहिँ होइन। बिजनेस ग्रो गर्ने केसमाहरूमा चाहिँ यसो गरौँ एउटा राइनफुलको हुन्छ, तर त्यसलाई हाल्टेन गर्ने चाहिँ मेन च्यालेन्ज हो अहिलेलाई चाहिँ। तर कन्फ्लिक्ट साथीमा त अहिले त हाम्रो अब झगडा पनि कहिले काहीँ पर्दिरहेको हुन्छ सानो कुरामा, तर हामी चाहिँ त्यसलाई चाहिँ सिरियसली नलिएर त्योभन्दा अगाडि मुभ अन हुन चाहिँ सिकिसक्यौँ। हजुरको अहिलेसम्मको जर्मनीमा लोवेस्ट पोइन्ट कुन हो? मेरो 2013बाट आउँदा नै स्ट्रगलिङ फेज त सुरु भएको हो होइन। तर मैले अब अहिले सम्झिनु पर्दा चाहिँ मलाई एकदमै गाह्रो भएको फेज चाहिँ मेरो जस्ट दूर आगेमा प्र्याक्टिकम सकेर म फर्केको थिएँ यता फ्र्याङ्कफर्टमा। अनि त्यही बेला चाहिँ कोरोना सुरु भएको थियो। अनि मेरो चाहिँ सबै सब्जेक्टहरू पनि क्लियर भइसकेको थियो। मैले इन्टर्नसिप पनि 6 महिनाको गरिसकेको थिएँ। त्यसपछि चाहिँ मलाई के कन्फिडेन्स थियो भने अब त ब्याचलर थेसिस त यसरी पाउँछु मैले, 3 महिनाको ब्याचलर थेसिस हुन्छ, 3 महिनाको ब्याचलर थेसिस त म यसरी सिद्ध्याउँछु अनि अर्को 6 महिनापछि त म प्रोफेसनल हो भन्ने थियो। अनि त्यही बेला अब लेट मी भाउच फर द्याट, अधिकांश स्टुडेन्ट्सहरूलाई त्यही नै हुन्छ। अनि त्यही बेला कोरोना सुरु भयो, सबै कम्पनीहरू बन्द हुन थाले, कसैले पनि आफ्नो के अरे थेसिसको लागि मान्छे चाहिएको छ भनेर विज्ञापनै गर्न छोड्यो। त्यो त भयो प्रोफेसरहरूले धरि आफ्नो प्रोजेक्टहरू चाहिँ सकियो, कुनै पनि प्रोजेक्ट छैन, अब चाहिँ थेसिस दिनलाई मिल्दैन, मसित छैन। जोसित जुन प्रोफेसरलाई मेसेज गरे पनि अहिले त मसित छैन, नेक्स्ट सेमेस्टर ट्राई गर। अनि त्यसरी म त फुल कन्फिडेन्समा आएको हो, म त अब सक्छु, मेरो त पढाइ सक्यो भनेर आएको मान्छे 6 महिना 9 महिना कुरेर बस्दा पनि थेसिस नपाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ मेरो छटपटाहट चाहिँ म आफैलाई थाहा छ क्या। किनकि म अलि माथि पुगेँ भने एकैचोटि ग्राउन्डभन्दा तल पुग्थेँ क्या त्यो फेजले चाहिँ। अनि मलाई चाहिँ एकदमै अब म यस्तो नालायक छु र कि एउटा थेसिस पनि पाउन सक्दिनँ मैले भन्ने फेज आएको थियो त्यो बेला चाहिँ। आफ्नै सेल्फ कन्फिडेन्स पनि पुरै डाउन भएको थियो।
त्यो चाहिँ मलाई अब अहिले सम्झिँदा पनि एकदमै डिफिकल्ट टाइम लाग्छ क्या मेरो यो अहिलेसम्मको। जर्मनीमा एउटा सलिड एन्टरप्रेनर हुन त के गुणहरू चाहिन्छ? गुणहरू त खै अब मसित नि छ कि छैन थाहा छैन होइन, के चाहिन्छ त अब युआर बिङ हम्बल हियर होइन, नभएको भए अब आज यो स्थानमा पनि पुग्नुहुन्न थियो। के चाहिन्छ भन्दा पनि एउटा डिसिजन मेकिङ एबिलिटी चाहियो, अनि ल म अब चाहिँ सुरु गर्छु भनेर उभिन सक्ने आफूमा कन्फिडेन्स चाहियो। जति नै प्लान बनाए पनि, जति नै रिसर्च गरे पनि, जति नै एउटा थ्योरिटिकल सिनारियो बनाए पनि जबसम्म ल मैले सुरु गरेँ भनेर उठ्दैन नि मान्छे, तबसम्म त्यो प्लानमै सीमित रहन्छ क्या। अनि त्यही भएर मलाई चाहिँ सबभन्दा इम्पोर्टेन्ट क्वालिटी मैले अब आफ्नै एक्सपिरियन्समा नि भनेको, अरूहरूको एक्सपिरियन्स अरूहरूको देख्दा पनि भनेको, उठेर ल म चाहिँ अब हिँड्न थाल्छु अथवा म चाहिँ अब गर्न थाल्छु, मेरो चाहिँ अब आजबाट यही हो भनेर अगाडि बढ्नु नै सबभन्दा बेस्ट क्वालिटी हो एउटा इन्टरप्रेनरको लागि। त्यसपछि आउने हर्डल्सहरू त बिस्तारै सिक्दै गइन्छ होइन। त्यसपछि आउने डिसिप्लिन हुन्छ। डिसिप्लिन पनि यो सेन्समा कि एभ्री डे यु हेभ टु गिभ 12 to 16 hours फर द बिजनेस। यदि त्यो भएन भने पनि बिजनेस खोलेको छु तर आफू एकतिर बिजनेस अर्कोतिर छ भने चाहिँ त्यसले काम गर्दैन। बिजनेस भनेको पनि मेरो विचारमा चाहिँ एउटा प्लान्ट जस्तै हो क्या, जति उसलाई स्याहार गर्यो त्यति फक्रिँदै जान्छ। त्यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स पनि हो। अनि पहिलो त सबभन्दा पहिलो त उभिएर ल म गर्छु भनेर अगाडि बढ्नु पऱ्यो। दोस्रो डिसिप्लिन, त्यो क्वालिटी भएपछि बाँकी भनेको क्वालिटिजहरू चाहिँ बिस्तारै आउँदै गर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब चाहे त्यो कम्युनिकेसन स्किल्स होस्, चाहे त्यो डिफिकल्टिजहरूलाई कसरी चिर्न सक्छ भन्ने त्यो जिद्दीपना होस्, त्योहरू त बिस्तारै आउँदै नै जान्छ, बिजनेसले सिकाउँदै नै पनि जान्छ। सन्तुष्ट हुनुहुन्छ अहिले? म अहिले सन्तुष्ट छु कि छैन भन्दा पनि 5 वर्ष 7 वर्ष अगाडिको विकासलाई तेरो यति वर्षपछि तँ यहाँ हुन्छस्, तेरो यस्तो 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 हुन्छ भनेर कसैले भन्थ्यो भने त्यो त मेरो ड्रिम हो यार भनेर चाहिँ मैले भन्थेँ होला। त्यो बेला चाहिँ त्यहाँसम्म पुग्छु र म भनेर आफैलाई बिलिभ हुँदैन थियो होला। अब अहिले त विथ टाइम त्यो ड्रिम पनि अलिकति फराकिलो हुँदै जान्छ, अलिकति वाइडर हुँदै जान्छ, त्यो छुट्टै कुरो भयो। तर 2013मा एउटा स्टुडेन्ट मान्छे जसले चाहिँ जर्मनीमा कसैलाई चिनेको पनि छैन, कसैलाई भेटेको पनि छैन, कसरी सर्भाइभ गर्छ पनि थाहा छैन, उसले आजको दिन देख्ने हो भने चाहिँ ऊ जति खुसी मान्छे कोही पनि हुँदैन थियो। त्यो चाहिँ जस सेटिस्फाइड त त्यही कुरोबाट नै प्रष्ट भइहाल्यो लाइफमा। अब यदि सेटिस्फाई भएर चुप लाएर बस्यो भने त त्यहाँ सक्यो नि त, अगाडि बढिरहने हो, गरिरहने हो। तर त्यो भन्दै गर्दा आफ्नो विगत पनि बिर्सिनु हुँदैन। विगतमा म कस्तो स्थितिबाट यहाँसम्म आइपुगेको छु भनेर कहिलेकाहीँ चाहिँ पछाडि चट्ट बसेर एकछिन आफैले सम्झ्यो भने चाहिँ खुसी पनि मिल्दो रहेछ आफैलाई। जर्मनी मनपर्छ त हजुरलाई? मलाई त आफ्नो कर्मथलो होइन। एसएलसी दियो, +2 गरियो, अनि आइओएम र एमओईको मेडिकल एक्जाम दिएँ, नाम निस्केन। त्यसपछि जर्मनी आएको। नेपाल त सिर्फ स्कुल लाइफ मात्रै भयो मेरो। खास म बाँचेको चाहिँ जर्मनीमै हो नि त। मलाई त जर्मनी फ्र्याङ्कफर्ट भनेको त मेरो घर नै जस्तो लाग्छ क्या। जर्मनी नभएको भए सायद म यहाँ हुँदैन थिएँ होइन। जर्मनी बिना त म अधुरो नै हुन्थेँ जस्तो लाग्छ। नेपालमा अब अहिले पनि सोच्दाखेरि म नेपालमा के गर्थेँ म आफैलाई थाहा छैन, किनकि अब लोवर मिडल क्लास फ्यामिलीबाट भइसकेपछि इन्जिनियरिङ अथवा डक्टरी पढ्ने सम्भावना थिएन। सायद टिचिङ पेसातिरै हुन्थ्यो होला। तर यता आइसकेपछि इन्जिनियरिङ पनि पढियो
एज अ इन्जिनियर भनेर आफूलाई उभ्याउनु पनि सकियो। त्यो बाहेक बिजनेसतिर नि लागिहाल्छ भनेपछि जर्मनीले मलाई एकदमै धेरै कुरो दिएको छ। म एकदमै ग्रेटफुल छु जर्मनीप्रति। त्यही भएर जर्मनी मन नपर्ने त कुरै भएन। जर्मनी त अब मुटुमै छ भनौँ न। व्यक्तिगत रूपमा त मनपर्ने नै भयो होइन। अब त्योबाट बाहिर निक्लेर हेर्दाखेरि आज नेपालमा यो हाम्रो पडकास्ट हेरिरहेको कोही विद्यार्थी छ 12 कक्षामा भने त्यसलाई जर्मनी आउन सुझाव दिइन्छ हजुरले? अफकोर्स मेरो विचारमा जबसम्म तिमीलाई माया गर्ने, माया त नभनौँ, केयर गर्ने, तिमीलाई बचाइराख्ने मान्छे तिम्रो वरिपरि छ भने तिमीले ग्रो गर्न सक्दैनौ क्या। तिमीले च्यालेन्जेसहरू लिनै सक्दैनौ। किनकि जहिले पनि गाह्रो पर्दाखेरि तिमी त्यतातिर फर्किन्छौ क्या, जसले चाहिँ तिमीलाई केयर गरिरहेछ। तिमी अलिकति बाहिर निस्केर बाहिरको इन्भाइरोमेन्टमा बाहिरको च्यालेन्जेसमा भिज्यौ भने अनि तिमीले आफूलाई ग्रो गर्न सक्छौ। अनि जर्मनी यस्तो ठाउँ हो जहाँ चाहिँ तिमीले फ्रीमा एजुकेसन पाइरहेछौ। एजुकेसनको लागि तिमीलाई सोच्नु परिरहेको छैन। तिमीले आफूलाई बाँच्न सक्छौ क्या। मन्डे टु फ्राइडे पढेर एक दिन काम गरेर अथवा 2 दिन काम गरेर पनि आफूलाई बाँच्न सकिन्छ। समरमा देश विदेश घुम्न सकिन्छ। त्यस्तो ठाउँमा तिमी आएर केही गर्न खोज्छौ भने यु आर मोस्ट वेलकम क्या। एउटा स्टुडेन्ट यदि कोही पढ्न चाहन्छ, केही गर्न चाहन्छ भने जर्मनी इज वान अफ द बेस्ट कन्ट्रिज इन द वर्ल्ड। त्यही हो, मेन हर्डल नै जर्मन ल्याङ्ग्वेज हो। जर्मन ल्याङ्ग्वेज सिक्नलाई गाह्रो छ, तर त्यो हर्डल तिमीले पास गर्यौ भने, क्रस गर्यौ भने जर्मनी इज द बेस्ट कन्ट्री टु बी इन। जस्तो कतिपय विद्यार्थीहरू चाहिँ त्यो जर्मन कोर्समा एनरोल भइसकेपछि चाहिँ 1-2 हप्तामै आजित हुने हुन्छन् कि। त्यो फ्रस्ट्रेसनलाई चिर्नको लागि हजुरले के गरिसकेको थियो अब नेपालमा भाषा सिक्दाखेरि? भाषा सिक्दाखेरि हजुर अहिले त एकदमै इजी छ। मेरो आफ्नो टाइमको कुरा गर्छु। 2012मा मैले ल्याङ्ग्वेज सिक्दाखेरि त्यही हो, जस्ट अब नेपालमा स्पिकिङ चाहिँ राम्रो बनाउँछु भनेर सकिँदैन, अलिकति गाह्रै नै हुन्छ। तर रिडिङ, राइटिङ र ग्रामेटिकहरू त राम्रो बनाउन सकियो नि त। त्यसको लागि त किताबहरू हुन्छ होइन। अब इन्स्टिट्युटहरू यति धेरै हुन्छ होइन, तिनीहरूले पनि हेल्प गरिरहेको हुन्छ। अब टिचरहरूले त अफकोर्स हेल्प गर्ने नै भइहाल्यो। त्यस्तो विधि अब सुरुमै 1 हप्ता 2 हप्तामै ओहो यो त गाह्रो रहेछ म सक्दिनँ भन्ने चाहिँ दिमागमा ल्याउनै भएन क्या। किनकि हामीले इङ्ग्लिस सिक्दा पनि त हामीले त ABCD त नर्सरीमा सिकेको, तर 2, 3, 4 आउँदासम्म पनि त्यसको लेभल त बढाएको थिएन। हामीले 4, 5, 6 वर्ष लाएर सिके हो त्यो इङ्ग्लिस होइन। त्यो चाहिँ हामीले सर्ट टर्ममा सिक्दैछौँ क्या। अफकोर्स गाह्रो हुन्छ नि। 3 महिना, 6 महिना, 9 महिनामा क्लास 1 नर्सरीबाट 10 सम्मको लगभग जुन इङ्ग्लिसको लेभल छ त्यो हामीले 6 महिना 9 महिनामा सिक्न खोजिरहेछौँ। अफकोर्स गाह्रो हुन्छ नि। यदि त्यसरी जाने हो र टाइम दिने हो भने के त्यस्तो गाह्रो कुरो होइन। अहिलेलाई त खास चाहिँ अहिले चाहिँ एम्बेसी अब जर्मनीमा कोही आउन चाहन्छ भने B1 B2 को सर्टिफिकेट चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। त्यो सर्टिफिकेट ल्याउनलाई, पास गर्नलाई चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो नेपालमा हुँदा चाहिँ। त्यो बाहेक अरू भाषा सिक्नलाई अरू केही गर्न सक्छ मान्छेले, युट्युब भिडियो हेर्न सक्छ, AI बाट पढ्न सक्छ भने त्यो चाहिँ प्लस पोइन्टहरू हो। त्यो तर सुरुमा चाहिँ के चाहियो त सर्टिफिकेटहरू चाहियो। त्यो सर्टिफिकेटहरूको लागि कस्तो फर्मेटको एक्जाम हुन्छ, कस्तो फर्मेटको क्वेसनहरू आउँछ त्यो प्र्याक्टिस गर्ने हो। जसरी नि त्यो सर्टिफिकेट लिने हो नि एप्लाई गर्ने हो। मेन जर्मन चाहिँ यहाँ आएपछि सिकिन्छ क्या। किनकि यहाँ त बाटोमा हिँड्दा होस्, ट्रेन चढ्दा होस्, काम गर्दा होस्, जहाँ गएर पनि जर्मन त चाहियो नि त। अनि त्यो चिसो पानीमा आफूले हाम नफालेसम्म त सिक्ने कुरै भएन। त्यही हो। अलिकति डाइग्रेस गर्छु ल हाम्रो टपिकबाट। हजुरको व्यवसायको नाम नमस्ते मोमो। जर्मन्सहरू चाहिँ स्पाइस अभर्स हुन्छन् नि त। अब नेपालीहरूलाई त एकदम स्पाइसी फुड मनपर्छ। स्पाइसी फुड देख्ने बित्तिकै एकदम एक्साइटेड भएर खान्छौँ हामी। त्यो
ब्रान्ड स्थापित गर्न र नेपालको स्वाद यहाँ स्थापित गर्नको लागि के रणनीतिहरू अपनाइछ हजुरहरूले? हाम्रो पहिलो र सबभन्दा इम्पोर्टेन्ट आइडिया प्लान के थियो भने जर्मनीहरू नयाँ खाना चाहिँ रुचाउँछन् तर उनीहरू पिरो पचाउन सक्दैनन्। त्यो चाहिँ हामीलाई थाहा भएकै कुरो हो। अनि हामीले चाहिँ जस्ट पिरोलाई चाहिँ मोमोबाट अलिकति सेपरेट गरिदिउँ। भनेको यदि कसैले पिरो खान चाहन्छ भने उसलाई छुट्टै पिरो दिने, अनि जसले पिरो खान सक्दैन वा चाहँदैन भने उसलाई पनि अप्सन हुन्छ नि त। त्यसरी त्यो चाहिँ एउटा एकदमै राम्रो काम गऱ्यौँ जस्तो लाग्छ हामीलाई। किनकि हाम्रोमा अहिले कस्टमरहरू प्राय जर्मन नै हुनुहुन्छ। उहाँहरूले आएर मिठो मानेर मोमो खाइदिनुहुन्छ, त्यसको लागि खुसी छु। अनि त्यो बाहेक हामीले गरेको अर्को कुरो भनेको भेगान भेजहरू इन्ट्रोड्युस गऱ्यौँ क्या हामीले। अब यहाँ जर्मनहरू कति हुनुहुन्छ जसलाई चाहिँ मासु खान मन लाग्दैन, कतिलाई त एलर्जी हुन्छ के कुराहरूमा होइन, कतिले चिज खानु हुँदैन एलर्जी हुन्छ त्यसमा। अनि उनीहरूको लागि चाहिँ कति चाहिँ अब भेगान पनि हुनुहुन्छ नि त, प्लान्टहरू मात्रै खाने। अब उनीहरूको लागि पनि त चाहियो नि त केही भनेर हामीले उनीहरूको लागि पनि भेगान भनेर एउटा मोमो इन्ट्रोड्युस गरिदियौँ। अनि अब मसला त त्यही हो, बनाउने तरिका त्यही हो, तर उनीहरूको लागि पनि केही भएपछि चाहिँ अनि स्वाद, अब मोमोको स्वाद कसलाई नमिठो लाग्ला र। अनि त्यति भइसकेपछि त जस फिडब्याक चाहिँ एकदमै राम्रो छ, सबैले मन पराउनु भएको छ। क्वालिटी कन्ट्रोलमा चाहिँ के ध्यान पुर्याउनु पर्छ त यस्तो व्यवसाय रन गर्दाखेरि? क्वालिटी कन्ट्रोलमा त एकदमै ध्यान पुर्याउनु पर्छ, किनकि कुन बेला कन्ट्रोल आउँछ थाहा हुँदैन। यदि कन्ट्रोल आएर अलिकति पनि तलमाथि भयो भने कि त फाइन आउँछ कि पसल नै बन्द हुन्छ। त्यही भएर अब त्यो चाहिँ त्यही डरले भए पनि क्वालिटी कन्ट्रोल चाहिँ हुनु पऱ्यो क्या। अब स्वाद त कन्सिस्टेन्ट चाहियो, स्वादमा कम्प्रोमाइज गर्नै भएन। यो सस्तो छ यो महँगो छ भनेर त्यो स्वादमा कम्प्रोमाइज गर्ने कुरै हुँदैन। अनि त्यो बाहेक पनि हामीले चाहिँ जहिले पनि सकेसम्म फ्रेस दिने चाहिँ कोसिस गरिरहेछौँ। अनि सफाइ भइहाल्यो, डेली सफा गर्नु परिहाल्यो होइन। अब त्यही हो, त्यस्तो विधि अब एउटा ह्याबिट बनिसकेपछि सरसफाइको भयो, एउटा स्वाद बनाउने भयो, त्यो सबैको एउटा ह्याबिट बनिसकेपछि त्यो चाहिँ नर्मल लाग्दै जान्छ क्या। हामीले अब कति कुराहरू चाहिँ नसोचिकन पनि गरेर हुन्छौँ जुनले चाहिँ हामीलाई क्वालिटी चाहिँ कन्सिस्टेन्ट राख्नलाई हेल्प गरिरहेको हुन्छ। नयाँ कोही रेस्टुरेन्ट खोल्नेहरूलाई जस्तो मलाई आजको दिनमा म नमस्ते मोमो जस्तो व्यवस्थापित एउटा व्यवसाय खोल्न मन छ भने मैले प्रारम्भिक चरणमा ध्यान दिनुपर्ने कुराहरू के हुन्छ जर्मनीमा? अब हाम्रो चाहिँ अलिकति छुट्टै केस छ है। हामीले चाहिँ मोमो एज अ फास्ट फुड भनेर सुरु गरेका छौँ। मोमो एज अ फास्ट फुड अहिलेसम्म जसरी हामीले सुरु गरेका छौँ त्यो चाहिँ सायद पायोनियर नै भन्नुपर्छ हामीले, किनकि हामीले आफ्नै सोच अनुसारको मेसिन अर्डर गर्नेदेखि लिएर त्यसलाई 8 मिनटमा 10 मिनटमा रेडी गरेर मान्छेलाई तुरुन्तको तुरुन्तै तातो मोमो दिन सक्ने स्थितिमा पुग्नलाई हामीले धेरै नै रिसर्च गरेर धेरै नै प्लानिङ पनि गरेका छौँ त्यसको लागि। जस्तो रिसर्चमा के गर्नुपर्छ? रिसर्चमा त आफूले अब पहिला त कुन ठाउँमा खोल्ने हो, कहाँ चाहिँ आफ्नो बिजनेसको लागि कुन चाहिँ ठाउँ बेस्ट हुन्छ, त्यो सबभन्दा पहिलो रिसर्च गर्नु पर्यो। त्यो ठाउँमा कसरी पाउन सकिन्छ त आफूले एउटा टुक्रा जहाँ चाहिँ धेरै ट्राफिक होस्, धेरै मान्छे आओस् अनि आफ्नो खाना खाइदियोस्। त्यो सबभन्दा पहिलो मेन रिसर्च भयो। रिसर्च पछि त्यो ठाउँ कसरी पाउने भयो होइन। अनि एउटा प्लान पनि हुनु पर्यो कि त्यो ठाउँ पाएर मात्रै भएन, त्यो ठाउँमा कसरी के गर्छु भन्ने पनि एउटा प्लान हुनु पर्यो। अब मेसिनरीहरूको कुरा आउँछ, कुन मेसिनरी आफूलाई चाहिन्छ त्यो पनि एउटा लिस्ट आउट गर्नु पर्यो। त्यो मेसिनरीहरू अब जर्मनीमा चाहिँ कस्तो छ भने एउटै मेसिन 1000 रुपियाँमा नि पाउँछ, 10,000 रुपियाँमा नि पाउँछ।
तर 1000 रुपियाँको फेरि 3 महिना चल्छ 10,000 को अलि लामो चल्छ हैन। अनि बजेटिङको नि कुरा आउँछ। अब त्यो मेसिनहरूको लागि कति पर्छ त्यो छुट्टै बजेटिङ भयो। अब त्यो ठाउँको लागि कति पर्छ त्यो छुट्टै बजेटिङ भयो। अनि डिपोजिटहरू भयो। अनि अब कन्ट्र्याक्ट बनाउँदा कस्तो कस्तो कुराहरू चाहिँ त्यहाँ लेखेको हुन्छ, यो गर्न पाइन्छ यो गर्न पाइँदैन भनेर लेखेको हुन्छ त्यो कन्ट्र्याक्टरमा। त्यो कन्ट्र्याक्टहरू चाहिँ आफ्नो रेस्टुरेन्टसित मेल खान्छ कि खाँदैन, त्यो कन्ट्र्याक्टहरूले आफूले जसरी सोचेको छ त्यो गर्न दिन्छ कि दिँदैन, त्यो कुराहरू पनि इम्पोर्टेन्ट भयो। अनि यस्ता कुराहरू चाहिँ बिजनेस गर्नुभन्दा अगाडि नै सोचेर, अब मेन्यु बनाउनेहरू त त्यो त पछिको कुराहरू भयो, तर सुरुमा चाहिँ यही कुराहरू हो जुन चाहिँ ध्यान दिनुपर्छ। जस्तो व्यवसाय गरिराख्दाखेरि जर्मन्सहरूसँग डिल गर्ने तरिका र नेपालीहरूसँग डिल गर्ने तरिकामा के भिन्नताहरू हुन्छ? एज अ कस्टमर कि एज अ बिजनेस ओनर? होइन, एज अ बिजनेस ओनर टु कस्टमर कि टु कस्टमर? या टु कस्टमर। अनि जस्तो अरू प्रोफेसनल्सहरू पनि के, जस्तो स्टोर अपरेटर भयो या हजुरको सप्लायर नेटवर्क होला हैन, ती व्यक्तिहरूसँग आफूले व्यवहार गर्दाखेरि के भिन्नताहरू देखिन्छ हजुरले जर्मन्सहरूसँग गर्दाखेरि र नेपालीहरूसँग गर्दाखेरि? मेरो एक्सपिरियन्स अब फ्र्याङ्कफर्टमा चाहिँ प्राय फरेनर्सहरू नै बस्नुहुन्छ नि त। अनि त्यही भएर मेरो एक्सपिरियन्समा चाहिँ जर्मनहरूसित चाहिँ मैले एज अ सप्लायरहरू, एज अ अब स्टोर अपरेटरै भनौँ, त्यस्तो मैले रिलेट गर्न पाएको छैन। अब मेरो स्टोर अपरेटर पनि इन्डियन तर यहीँ जन्मेर स्टोर अपरेटर पढेर हुर्केको हुनुहुन्छ। अनि सप्लायरहरू त अब तुर्किसहरू हैन, अब जस आइन्जेल ह्यान्डेल फिल्डमा चाहिँ जर्मन्सहरू चाहिँ मैले त्यति विधि देखेको छैन। सायद उनीहरूलाई इन्ट्रेस्ट छैन यो फिल्डमा, अथवा उनीहरू त्यति धेरै टाइम दिन चाहँदैनन् यो फिल्डलाई। अब एज अ कस्टमर भन्ने हो भने चाहिँ जर्मनहरू जति पोलाइट कस्टमर चाहिँ रेयरली पाइन्छ। उनीहरू एकदमै पोलाइट हुन्छन्। अनि सानो कुराको लागि थ्याङ्क यू भन्ने हैन, एप्रिसिएसन देखाउने, अनि मिठो लागेको कुरालाई मिठो लाग्यो भन्नलाई हिचकिचाउँदैनन्। जे होस् उनीहरूको मुखबाटै थाहा हुन्छ कि उनीहरूलाई स्वाद कस्तो लागिरहेछ क्या, हामीले सोधिरहनु पर्दैन, तर पनि हामी त सोध्छौँ के अरे कस्तो लाग्छ के छ भनेर। अनि कतिजनाहरू चाहिँ फेरि नेपाल घुमेर आइसक्नु भएको हुन्छ। अनि उहाँहरूको चाहिँ मोमो खाने एउटा बहाना, अनि त्यसपछि नेपालको बारेमा पनि कुरा गर्न चाहनुहुन्छ क्या। अनि त्यो चाहिँ मलाई एकदमै खुसी लाग्छ। उहाँहरूलाई चाहिँ नेपालको बारेमा हामीलाई भन्दा अलिकति बढी नै थाहा छ कि जस्तो नि लाग्छ कहिलेकाहीँ कुरा गर्दाखेरि। हामी त अब स्कुल लाइफ सक्यो, अनि नगएकाहरूलाई पनि नगएकाहरू चाहिँ जान चाहन्छन्। उनीहरूलाई माउन्ट एभरेस्ट थाहा छ, अनि त्यो हिमालयन रेन्ज थाहा छ, ट्रेकिङहरू थाहा छ। अनि मेरो साथी गएको थियो, मेरो अङ्कल जानुभएको थियो, मलाई पनि जान मन छ, यस्तो यस्तो हुन्छ अरे त्यहाँ, त के रेकमेन्ड गर्छस् भनेर चाहिँ सोधिरहनु भएको हुन्छ। तर गएको मान्छेहरूले चाहिँ मैले नेपालमा मोमो खाएको थिएँ, यहाँ पनि सेम लाग्यो, एकदमै मिठो लाग्यो, त्यस्तोहरू चाहिँ भइरहेको हुन्छ। ऱ्यापिड फायर गरौँ है त? हुन्छ। जर्मनीमा बिजनेस सफल बनाउनको लागि सबैभन्दा आवश्यक के हो? आइडिया, पैसा कि भाषा? सबैभन्दा इम्पोर्टेन्ट कुरा त सुरुवात हो जस्तो लाग्छ। आइडिया मात्रै भएर भएन, पैसा मात्रै भएर भएन, भाषा चाहिँ त्यस्तो विधि इम्पोर्टेन्ट छैन मेरो विचारमा। किनकि बिजनेस गर्नको लागि तिमी फ्रन्ट फिल्डमा भएर कासेमा काम गर्ने हो भने चाहिँ यस ल्याङ्ग्वेज चाहिन्छ। तर नर्मल बेसिक ल्याङ्ग्वेजले पनि बिजनेस गर्न चाहिँ त्यस्तो विधि गाह्रो छैन जर्मनीमा, किनकि जर्मन्सहरूलाई इङ्ग्लिस नआउने चाहिँ हुँदैन। यदि जर्मन्सहरूलाई बेनिफिट हुन्छ, उनीहरूलाई हामीले एज अ कस्टमर बनाउन सकिन्छ भने उनीहरू अफकोर्स इङ्ग्लिसमा बोल्न त तयार हुन्छन्। त्यही भएर भाषा त्यस्तो विधि इम्पोर्टेन्ट छ जस्तो लाग्दैन। त्यो भन्दैमा अब फेरि बिजनेस गर्न थालेपछि 100वटा लेटर आउन थाल्छ महिनाको, अनि त्यो लेटर पढेर के हो भन्ने त थाहा हुनु पर्यो।
भाषा त अब त्यसको लागि चाहिँ इम्पोर्टेन्ट छ, तर त्यस्तो ब्रिलियन्ट C1 C2 लेभलको भाषा चाहिँ चाहिँदैन। अनि आइडिया त अफकोर्स अब हरेक मान्छेसित एउटा न एउटा आइडिया भएकै हुन्छ बिजनेस गर्नलाई। म भाइ यस्तो गर्थेँ, मेरो चाहिँ प्लान यो छ भनेर हरेक मान्छेसित केही न केही प्लान चाहिँ हुन्छ, तर त्यसलाई एक्जिक्युट गर्ने चाहिँ सबभन्दा मेन इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ मलाई। मैले अहिलेसम्म अब मैले कतिजनासित भेटिसकेँ, सबैसित प्लान छ कि बिजनेस गर्नलाई। सबैले मेरो चाहिँ यस्तो प्लान छ, मेरो चाहिँ यस्तो प्लान छ, मेरो चाहिँ यस्तो प्लान छ भनेर सुनाउनुहुन्छ, तर ल म गर्न थालेँ है त आजबाट भन्ने चाहिँ अलिक कम हुन्छ। त्यही भएर यदि कोही केही गर्न चाहन्छ भने सबभन्दा पहिलो कुरो सुरुवात हो। सुरु गर्नु पऱ्यो, बिस्तारै त्यो पजलहरू आफै मिल्दै जान्छ, बाटो आफै बन्दै जान्छ। मैले 5 वर्षपछिको सोचेर अहिले सुरुवात भएन क्या, मैले भोलिको सोचेर सुरुवात गर्नु पऱ्यो बिजनेसमा। मेरो विचारमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरो सुरुवात नै हो। दोस्रो प्रश्न, जर्मन कर्मचारी तन्त्रसँग डिल गर्दा चाहिने सबैभन्दा ठुलो गुण के हो? पेसेन्स। किनकि कर्मचारी तन्त्र एकदमै जटिल छ होइन। अनि सानो कुरोको लागि 10वटा पेपर मागिन्छ, 10वटा पेपरहरू जुटाउनु पऱ्यो, अनि त्यो पेपरहरू सबै इभ्यालुएट गरेर त्यसको अनि फाइनल प्रोडक्ट आफूलाई के चाहिएको छ दिँदाखेरि 1-2 महिना लाग्छ। त्यही भएर पेसेन्स चाहिँ एकदमै इम्पोर्टेन्ट छ। पेसेन्ट हुने, उनीहरूले जे मागेको छ त्यो सबै दिने, काम चाहिँ हुन्छ तर टाइम लाग्छ। तेस्रो प्रश्न, कागजी काम पापेर क्राम आफै सिक्ने कि सुरुमै स्टोर बेराटर अर्थात् कर सल्लाहकारलाई सुम्पिने? यो चाहिँ दुइटै गर्नुपर्छ। स्टोर बेराटरलाई त दिनु नै पर्छ, किनकि उसले नै फाइनलाइज गरेर सबै मिलाएर अनि फिनान्स जाममा पठाउँछ डकुमेन्ट्सहरू। त्यो भन्दैमा के अरे पेपर ल तँ गर तँ गर भनेर उसैको भरमा चाहिँ बस्नु हुँदैन। भनेको मतलब अब यदि एक्सपेन्सेसहरू कस्तो छ, आफ्नो इन्कमहरू कस्तो छ, त्यो सबैको ज्ञान त आफूसित हुनैपर्छ। आफ्नो पेपरहरू कस्तो छ, पेपरहरू कस्तो देखिरहेछ, अनि स्टोर बेराटरले फिनान्स जाममा पठाउनु अगाडि पनि हामीलाई एकचोटि देखाउँछ त्यो पेपर, मैले यस्तो यस्तो गर्दैछु, तैँले त्यो चाहिँ फिनान्स जाममा पठाउँदैछु है भनेर देखाउँछ एकचोटि। त्यो देखाउँदाखेरि आफूलाई थाहा हुनु पऱ्यो कि यता मिस्टेक भएको छ, यो त मैले तिरेको छैन, अथवा यहाँ तिरेको लेख्न बाँकी नै छ भन्ने त थाहा हुनु पऱ्यो नि त। त्यही भएर आफू पनि लागि पर्नुपर्छ त्यो कुरामा, तर स्टोर बेराटर पनि चाहिन्छ। ऊ बिना त अब निकै नै गाह्रो हुन्छ। चौथो प्रश्न, कर्पोरेट जागिर र नमस्ते मोमोको व्यापार, कुन कामले बढी मानसिक सन्तुष्टि दियो? अब त्यो डिफिकल्ट क्वेसन। फिजिकल भएको भए चाहिँ सायद कर्पोरेटले जित्यो होला। फिजिकल्ली नमस्तेमा अलिकति गाह्रै छ अहिले स्टार्टिङ फेजमा चाहिँ, तर मेन्टल्ली चाहिँ नमस्ते मोमोले कति जित्छ, किनकि जति नै दिनभरि खटिएर 10 घन्टा 12 घन्टा खटिएर घर गएर सुत्दाखेरि आफूले एनालाइज गरिन्छ नि त। त्यो एनालाइज गर्दाखेरि चाहिँ सन्तुष्ट हुन्छ क्या मन। मैले मेरो एउटा केही बिल्डअप गर्दैछु, हाम्रो केही बिल्डअप गर्दैछु, एउटा ब्रान्ड बन्दैछ, यो चाहिँ मेरो फ्युचर हो, यसलाई चाहिँ मैले धेरै ठुलो बनाउन सक्छु। त्यस्तो कुराहरू भइसकेपछि सेटिस्फ्याक्सन त आफै आइहाल्छ। तर कर्पोरेट जब भए 9 to 5 जब गऱ्यो, अर्काको काम गरिदियो, घर गयो, त्यतिमै सिद्धिन्थ्यो होला सायद। पाँचौँ प्रश्न, जर्मनीमा सङ्घर्ष गरिरहेका नेपाली एक्सप्याट्सहरूलाई एक शब्दमा प्रेरणा दिनुपर्दा के भन्नुहुन्छ? प्रेरणा नै दिन त अलिकति म चुफ्रु हुन्छ जस्तो लाग्छ, अलिकति अगाडि नै हुन्छ जस्तो लाग्छ। तर म चाहिँ के भन्न चाहन्छु भने गऱ्यो भने सकिन्छ, गर्नु पऱ्यो, सुरु गर्नु पऱ्यो, अगाडि बढ्नु पऱ्यो, नसक्ने केही पनि छैन। किनकि म त्यस्तो ट्यालेन्ट मान्छे हो जस्तो म आफैलाई लाग्दैन। म अहिले यो स्थानमा छु किनकि मैले सुरु गरेर त्यसलाई कन्टिन्यू गरेँ, एउटा डिसिप्लिनमा बसेँ र डेली 10 देखि 12 घन्टा 14 घन्टा आफ्नो बिजनेसलाई दिएँ टाइम। यदि म नभएर अरू कसैले त्यो गर्छ भने उसले पनि
सक्सेस अवश्य हासिल गर्छ क्या। यदि कोही बिजनेसमा छिर्न चाहनुहुन्छ, बिजनेस गर्न चाहनुहुन्छ भने सुरु गर्नुहोस्। मेरो सल्लाह त्यही नै हो, सुरु गर्नुहोस् र लागि पर्नुहोस्। त्यो सुरुको फेज सजिलो हुनेवाला छैन, त्यो चाहिँ बुझ्नुपर्छ। यदि बिजनेस गर्नु छ भने तपाईँले के चाहिँ दिमागमा राख्नुपर्छ भने सुरुको फेजमा मैले 14 to 16 आवर्स दिनैपर्छ त्यो बिजनेसलाई। यदि मैले टाइम दिएन भने बिजनेसले ग्रो गर्नेवाला छैन। एउटा बेस त बन्नु पऱ्यो नि त। बेस जति राम्रो बन्छ माथिको ग्रोथ पनि त्यति नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर सुरुको फेज चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, सुरुको 1 वर्ष 2 वर्ष। अनि त्यसपछिको ग्रोथ पछि चाहिँ अनि आफूले अलिकति पाउज लिन पनि सकिन्छ, अलि बिस्तारै जान्छु भन्न पनि सकिन्छ। त्यसपछि चाहिँ अलिअलि सजिलो पनि हुँदै जान्छ। जर्मनीमा सङ्घर्ष गरिरहनुभएका या यहाँ आउन चाहने नेपाली एक्सप्याट्सहरूलाई 9-5 को जागिरभन्दा माथि उठेर केही व्यवसाय स्थापना गर्नु छ भने 3टा उपयोगी र व्यवहारिक सल्लाह दिनु पर्यो भने के दिनुहुन्छ? मैले चाहिँ जे अहिलेसम्म सिकेँ मेरो यो 10-12 वर्षको अवधिमा र कसैले मबाट सुझावहरू लिन चाहनुहुन्छ भने चाहिँ पहिलो मेरो सुझाव चाहिँ पेसेन्स रहन सिक्नुहोस्। जर्मनी भनेको यस्तो ठाउँ हो जहाँ ब्युरोक्रेसी चाहिँ एकदमै हाई छ। अब एक्जाम्पल दिनुपर्दा मैले नमस्ते मोमो को त्यो फ्लेस एरिया जुन चाहिँ मैले भाडामा लिएको थिएँ, त्यो भाडामा लिँदा र मैले ओपनिङ डेट गर्दाखेरि हामीले 3 महिना 4 महिना चाहिँ वेट गर्नु परेको थियो। कहिले के नमिल्ने, कहिले के नमिल्ने, कहिले कताबाट के माग्छ, कहिले कताबाट के माग्छ, कहिले अब आफ्नै मेसिनरीहरू पनि टाइममा आइदिँदैन, कहिले इन्टरनेसनल पोलिटिक्सले ह्याम्पर गरिरहेछ। अब चाइनाबाट आउनुपर्ने सामान बिचैमा अड्किरहेछ इरानको युद्धले। त्यस्तो कुराहरूले चाहिँ अत्याउन त खोज्छ, तर आफू चाहिँ पेसेन्ट भएर धैर्यता राखिरह्यो भने चाहिँ पछि गएर फ्रुटफुल हुन्छ। पहिलो कुरो त्यो भयो। दोस्रो कुरो चाहिँ लाइफ इज भोलाटाइल, जुन बेला जे पनि हुनसक्छ। म एउटा एक्जाम्पल दिन्छु, एकदमै मेरो लागि चाहिँ साह्रै इमोसनल कुरो हो त्यो। लास्ट इयर मेमा मेरो मम्मी चाहिँ अचानक हस्पिटलाइज गर्नुपर्ने भयो। उहाँको चाहिँ टाउकोमा नसाबाट अलिकति ब्लड लिकेज हुन थालेको रहेछ। अनि एकदमै छिटो हस्पिटलाइज गरेर एकदमै छिटो अपरेसन गर्नुपर्ने भयो। अनि म चाहिँ आजको भोलि सबै कुरो छोडेर नेपाल गएँ। अनि नेपाल गएर सिधै एयरपोर्टबाट हस्पिटल गएँ। त्यो बेलासम्म अपरेसन सिद्धिसकेको थियो, अपरेसन सक्सेसफुल भयो गडजाइदाङ। अनि त्यसको केही घन्टापछि मम्मीलाई होस आयो। पहिला बुवा जानुभयो, आइसियुमा हुनुहुन्थ्यो। आइसियुमा सबैलाई छिर्न दिँदैन नि त। सुरुमा बुवा जानुभयो, बुवाले भेटेर आउनुभयो। अनि दिमागमा त्यो ब्लड चाहिँ क्लट भएको रहेछ। अनि डक्टरहरूले चाहिँ त्यो अलिकति टाइम लाग्छ तर ठिक हुन्छ होला। अनि त्यसको साइड इफेक्टहरू चाहिँ के छ चाहिँ हामीले हेर्नुपर्छ भन्न त भनिरहेको थियो मलाई। अनि मलाई चाहिँ मेरो आमु भन्छु म मेरो मम्मीलाई, आमुसित भेट्न एकदमै हतार भइरहेको थियो। अनि बुवा भेटेर आउने बित्तिकै म एप्रोन लाएर अनि अगाडि मम्मी भाटामा गएँ। अनि आमु बेडमा हुनुहुन्थ्यो। अनि बेडमा मलाई देखेर छोरा आइस भन्नुहुन्छ भन्ने एक्सपेक्टेसन लिएर गएको थिएँ मैले। अनि मेरो मम्मीले चाहिँ नमस्ते डाक्टर साहब भन्नुभयो क्या मलाई। त्यो चाहिँ मेरो लाइफको अलिकति एकदमै इमोसनल, किनकि
आफ्नो आमाले छोरालाई नचिन्ने कुरा त्यो चाहिँ अलिकति पिन्च भयो। तर डक्टरहरूलाई थ्याङ्क यू भन्नुपर्छ, भगवान्लाई थ्याङ्क यू भन्नुपर्छ कि सबै कुरा ठिक भयो। 2-3 दिनपछि मम्मीले पनि मलाई चिन्न थाल्नुभयो। जस अहिले उहाँ स्वस्थ हुनुहुन्छ, एकदमै राम्रो छ। कहिलेकाहीँ टाउको दुख्छ भन्नुहुन्छ, तर त्यो कुराले के सिकायो भने लाइफमा आजको भोलि के हुन्छ थाहा हुँदैन। लाइफ कसरी चेन्ज भइदिन्छ अथवा आफूले सम्हालेर राखेको यो त केही हुँदैन होला भन्ने कुराहरू कसरी चेन्ज भइदिन्छ अथवा हराउन खोज्छ आफ्नो हातबाट, त्यो चाहिँ थाहा हुँदैन। त्यही भएर लाइफ अनप्रेडिक्टेबल छ, तर लाइफ गोज अन। अनि तेस्रो कुरो चाहिँ जे हुन्छ राम्रैको लागि हुन्छ, त्यसको एकदमै बिलिभर हो म एउटा एक्जाम्पल दिन्छु। मेरो ब्याचलर्स सकिएपछि मैले अब त्यो बेला मेरो बिजनेस गर्ने माइन्डमा त थियो, तर म चाहिँ खोजि नै रहेको थिएँ। त्यो बाहेक पनि ब्याचलर्स पछि चाहिँ अब मैले प्रोफेसनल्ली काम गर्छु होला भनेर एप्लाई गर्न सुरु गरेको थिएँ। अनि एप्लाई गर्दा गर्दै मलाई यो म्युनिकमा छ वे इन्जिनियरिङ GmbH भन्ने एउटा कम्पनीबाट इन्टरभ्यूको लागि पहिला टेलिफोन इन्टरभ्यू भयो, त्यसपछि अनलाइन इन्टरभ्यू भयो भिडियो कल, अनि त्यसपछि म्युनिकमै इन्टरभ्यू भयो। अनि काम चाहिँ HIL सम्बन्धी थियो, गाडीको एक्सपेरिमेन्ट गर्ने अनि गाडी चाहिँ कसरी गाडीसित खेल्ने, गाडीमा एक्सपेरिमेन्टहरू गर्दै कुन चाहिँ के राम्रो हुन्छ त्यस्तै खाले काम थियो। अनि मलाई इन्ट्रेस्ट पनि थियो त्यो फिल्डमा, त्यही भएर म चाहिँ एकदमै ह्याप्पी थिएँ। 3rd इन्टरभ्यू पनि क्र्याक भयो अनि 3rd इन्टरभ्यू सकिने बित्तिकै मेरो कन्ट्र्याक्ट पनि साइन भयो। कन्ट्र्याक्ट त्यो बेलाको लागि एकदमै राम्रो कन्ट्र्याक्ट थियो। ब्याचलर पछि इयरली 50,000 स्यालेरी प्लस 2,500 बोनस। अनि म त अब ब्याचलर्स पछि अब काम पनि जुन थियो त्यो महिना सायद होइन, जुनमा मैले कन्ट्र्याक्ट साइन गरेको। अनि सेप्टेम्बरबाट चाहिँ त्यो BMW को एउटा प्रोजेक्ट हुन्छ, त्यो प्रोजेक्टमा चाहिँ मैले काम गर्ने भनेर मलाई एपोइन्ट गरेर एउटा कन्ट्र्याक्ट बनाएको थियो। अनि त्यसपछि म फ्र्याङ्कफर्ट फर्केँ। अब म्युनिक सर्नुपर्छ भनेर कोठाहरू हेर्न थालेँ। अनि यता अस्ल्यान्डर बेयोर्डेलाई पनि इमेल गरेँ, मेरो अब स्टुडेन्ट भिजाबाट ब्लू कार्डमा चेन्ज गर्दै मेरो यो फेत्राक आइसक्यो भनेर फेत्राक पनि पठाएँ, सबै थोक गरिसकेँ। अनि अस्ल्यान्डर बेयोर्डेले पनि मलाई रिप्लाई गरे, यो दिनमा तेरो भिजा लिन आइज भनेर रिप्लाई गर्यो। तर कन्ट्र्याक्ट साइन गरेको 1 महिनापछि मलाई एउटा कल आयो वे इन्जिनियरिङ GmbHबाट। अनि मैले चाहिँ अब उनीहरूले पनि भनेको थियो कोठा खोज्नमा तँलाई हेल्प गर्छु, सायद त्यही सम्बन्धी होला भनेर मैले अब खुसी भएर फोन उठाएँ। अनि उनीहरूले के भन्यो भने हामीले जुन BMW को प्रोजेक्ट लिन खोजेको थियौँ त्यो कोल्याप्स भयो, त्यही भएर तेरो जुन स्टेलर छ जुन चाहिँ ठाउँमा त काम गर्थ्इस् त्यो ठाउँ नै छैन, अब त्यही भएर तँलाई काम दिन मिल्दैन, सरी भनेर फोन राख्थ्यो। अब म त इन्जिनियरिङ प्रोफेसनमा गएर फाट्छु भनेर पुरा सपना बनाउन थालिसकेको थिएँ। म्युनिकमा त म त अब त्यहाँ जान्छु 2-3 वर्ष काम गरेर फेरि त्यसपछि अब BMW को प्रोजेक्ट भएपछि BMW तिर जान्छु, एउटा प्लान बनिसकेको थियो कि अब हामीलाई त अब पहिलो जब भनेपछि त झन् एक्साइटमेन्ट नै अर्कै हुन्छ नि। अनि 81 त्यो आइसक्यो। अब मैले त आफ्नो भिजा समेत चेन्ज गरिसकेँ क्या। अब म के गरौँ, मेरो त कसरी चाहिँ यसलाई कोपअप गर्ने। अब मसित मुड पनि छैन, मैले अब त्यसैको लागि भनेर अरू इन्टरभ्यूहरू पनि इग्नोर हानी होइन, इग्नोर गरेँ। अब फेरि एप्लाई गर्न थालौँ म, त्यो क्वेसनहरू रेज हुन थाल्यो। अनि तर अब जे हुन्छ राम्रैको लागि हुन्छ भने जस्तै त्यसपछि फेरि त्यो अपर्च्युनिटी, बिजनेसको अपर्च्युनिटी सुरु भयो। मैले मास्टर्स पनि सँगै सुरु गरेँ। अनि
अहिले अब 3-4 वर्षपछि आएर हेर्दाखेरि अब त्यो काम गरेको भए जति सेटिस्फाइड हुन्थेँ अथवा इकोनोमिकल्ली हुन्छ मेन्टली हुन्छ जसरी हुन्छ जति सेटिस्फाइड हुन्थेँ त्योभन्दा निकै नै सेटिस्फाइड छु म अहिले चाहिँ। अब त्यो बेला चाहिँ मलाई लौ न मलाई के भयो कहाँबाट यस्तो दुःख आइलायो भन्ने हुन्थ्यो, तर अहिले सोच्दाखेरि राम्रो भयो त, त्यो गयो झन् राम्रो भयो, त्योभन्दा राम्रो भयो मेरो लाइफ भन्ने चाहिँ छ। त्यही भएर जस मबाट केही सुझाव लिन चाहनुहुन्छ भने यही 3वटा कुरा हो, पेसेन्स, लाइफ इज भोलाटाइल र जे हुन्छ राम्रैको लागि हुन्छ। थ्याङ्क यू फर सेयरिङ द्याट, एकदम इन्साइटफुल र भ्यालुएबल एडभाइसेसहरू सेयर गरिछ। कस्तो कस्तो अनुभव भयो यो पडकास्ट? मेरो पहिलो नेपाली पडकास्ट, मेरो पनि पहिलो भनौँ। अब म चाहिँ भाइप्रति कृतज्ञ छु, एकदमै थ्याङ्कफुल छु। भाइले मलाई यति रेस्पेक्ट दिएर यति विश्वास गरेर त पनि एउटा सक्सेसफुल मान्छे हो, आइज आफ्नो कहानी भन् अथवा अलिकति मसित कुरा गरिदिन आउनुहोस् भनेर बोलाउनु भयो। एकदमै म चाहिँ थ्याङ्क यू टु यु। थ्याङ्क यू। अनि अब मैले पनि पहिलोचोटि यसरी माइकमा बोलेको, त्यही भएर कस्तो बोलेँ के बोलेँ म आफैलाई थाहा छैन। होपफुली अडियन्सले राम्रै गरी एक्सेप्ट गर्नुहुन्छ भन्ने आशा छ। अब लामो यात्रा तय गरेर आइदिन्छु फ्र्याङ्कफर्टबाट, अब 4 घन्टा लगाएर। म त मनको गहिराइबाटै कृतज्ञ छु, आभारी छु, नतमस्तकै छु हजुरप्रति। हजुरलाई यो नमस्ते मम लगायत अरू हजुरको जति पनि व्यवसायहरू छ धेरै धेरै सफलताको कामना। थ्याङ्क यू। त्यति नै भनेर एन्ड गर्न चाहन्छु। होपफुली अडियन्सलाई पनि हजुरको स्टोरीबाट केही प्रेरणा प्राप्त होस् र एकजना भए पनि हामीले अघि बिहाइन्ड द सिन्स कुरा गरे जस्तै एकजना भए पनि अर्को विकास पोखरेल निकाल्न सक्यो भने चाहिँ यो पडकास्ट चाहिँ मैले गरेको भनौँ न न्याय हुन्छ। थ्याङ्क यू भाइ। म आफैलाई चाहिँ त्यस्तो अरूलाई इन्सपायर गर्न सक्ने पोजिसनमा छु जस्तो लाग्दैन, तर तिमीले यति राम्रो शब्दहरू मेरो लागि बोलिदिएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू। अनि अब त्यही हो, सल्लाह सुझाव मबाट दिन सक्ने, मबाट हुन सक्ने अफकोर्स गरिन्छ। अरू त त्यही हो। अल द बेस्ट सबैजनालाई। मैले यो बोलेको कुराहरूबाट कोही इन्सपायर हुनुहुन्छ भने मेरो लागि एकदमै ठुलो कुरा हो त्यो। त्यही हो। Okay. Thank you. That brings us to the end of the podcast.